यसका 3-4 कारण छन्। यो संविधान देखाएँ मैले। यो संविधानभित्रका केही दफाहरू तपाईहरुले पास गर्नुभयो त्यतिखेर, जसले आफैलाई घाँडो भएको छ। जस्तै हिजो मात्रै तपाईलाई थाहा छ होला, प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा अदालतबाट पक्राउ पुँजी जारी भएका मान्यज्यू पनि सहभागी हुनुहुन्थ्यो। तर त्यहाँ प्रहरीले छुँदैन। किन छुँदैन भनेपछि के व्यवस्था गरेको छ भने, प्रहरी ऐनमा यो संविधानले पनि खुकुलो बनायो। प्रहरी ऐनमा के छ भने, प्रहरीको सिनियर सकल दर्जाबाट बढुवा गर्ने अधिकार सम्पूर्ण मन्त्री परिषदमा छ। तर त्यही कुरा नेपाल आर्मीमा छैन। किन? आर्मीले तपाईहरुको भन्या मान्छ जस्तो लाग्छ? मान्दैन। इतिहास थाहा छ त, रुखबन्द कौटाल हँदाउँदाखेरि प्रधानमन्त्रीले राजीनामा दिनु परेको थियो। तर आज प्रहरीमा त्यो कुरा किन छैन? किनभने त्यो बढुवा गर्ने जुन जिम्मा छ, त्यो जिम्मा चाहिँ मन्त्री परिषदको हातमा हुन्छ, बिचरा मन्त्रीको हातमा हुन्छ। अनि कलाई बढुवा गर्ने, कलाई सरुवा गर्ने, अनि आफ्नै कार्यकर्तालाई सरुवा र बढुवा गरेपछि त्यो कार्यकर्ताले अर्को मान्छे पक्राउ गर्छ। आज उहाँहरूको सरकार छ, उहाँहरूको मान्छे पक्राउ गर्दैन। भोलि अरू कसैको सरकार आउला, फेरि उनीहरूका मान्छे पक्राउ गर्दैन। त्यो भएको हुनाले हामीले यी संवैधानिक विभिन्न नेपाल सरकारका निकायहरूको सरुवा बढुवा गर्ने काम चाहिँ उनीहरूको विभागले गर्ने, त्यहाँ चाहिँ सरकारले दखलअन्दाजी नगर्ने। तर उनीहरूले राज्य र देशका विरुद्धमा काम गरे भने त्यो कुनै स्पष्टीकरण होइन, सिधै जागिरबाट निकाल्ने किसिमको यदि नीति बनेको भइदिए भए आज यो अवस्था हुँदैन थियो। अहिले जानुस् त, मुद्दा चल्दैन अदालतमा भन्छ। आज फौजदारी कसुरका मुद्दासम्म दर्ता हुँदैन। किन हुँदैन भने महान्यायाधिवक्ता कसले नियुक्ति गर्छ? प्रधानमन्त्रीले। नेपालभरिका सरकारी वकिल कार्यालय कसको अन्डरमा हुन्छ? महान्यायाधिवक्ता। अनि त्यो महान्यायाधिवक्ताले त आफ्ना पार्टीका कार्यकर्ताले अपराधै गरे पनि सरकारी वकिललाई चाहिँ मुद्दा लिन भन्दैन। अनि यसरी सिन्डिकेट गरेपछि अनि आज तपाईको न्यायालयमा चाहिँ सही हिसाबले न्याय किन हुँदैन? अदालतको प्रधान न्यायाधीश नियुक्ति गर्दाखेरि हामीले संवैधानिक परिषदबाट गर्छौँ। संवैधानिक परिषदमा को हुन्छ त? संवैधानिक परिषदमा प्रधानमन्त्री हुन्छ, अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, त्यसैगरी उपसभामुख। यो सबै राजनीतिक नियुक्ति होइन। अनि त्यस्तो किसिमको न्यायालयमा न्यायाधीश ल्याएपछि अनि ती न्यायाधीशले काम गर्छन्। आज वाइट बडी, एनसेल, 4G कति ठुला ठुला भ्रष्टाचारका काण्ड छन्। अख्तियारले हेर्दैन किन? अख्तियारको आयुक्त र प्रमुख आयुक्त नियुक्ति गर्ने नेपालको संविधानले स्पष्ट